फाइनली आजको यात्रा तय भइसकेको छ। कता जाने होला भन्दै त बेबी? कता जाने होला? भन त कता जाने होला? अगाडि दिन पर्ने भयो के रे? नवग्रह मन्दिर जाने भन्नुभएको छ त मामुले। ओ पिलो बानो यहाँ छोरी माथि हाम्रो मामा घर त्यहीँ बाटोमा। तिम्रो प्यार हामी खोलाको पुल आउन लागेर त अगाडि हाल्नु पा। हो नि आफू जन्मेको ठाउँ प्यारो गाउँ हैटारो थाहा छैन। लगभग नागडाँडा आइसक्यो। अब हामी यहाँबाट कता जान्छौँ होला? अब हामी नागडाँडा आइपुग्यौँ। यहाँबाट यो श्रवण कुमारको शालिगबाट दाहिने हुँदै हामीहरू हेलुङतिर लाग्छौँ। अब यो चाहिँ बवाल इन्टरनेसनल छ। हिमाल जस्तै हामी हेलु बजारमा झरिसकेका छौँ। यहाँबाट करिब 9 किलोमिटर उत्तरतर्फ झरेपछि नेपालकै पहिलो नवग्रह मन्दिर आउँदो रहेछ। अब हाम्रो यतातर्फ प्रस्थान हुँदैछ। अर्जुन चौपारी गाउँपालिकाको प्रवेशद्वार देखिएको छ। यहाँबाट हामी प्रस्थान गर्दैछौँ र त्यहाँ त्यो सुवा कलरको देखिएको घर चाहिँ हाम्रो सानिमाको घर रहेछ। हामी जाँदै गर्दा अलमलिएका थियौँ र पछि आउने क्रममा मात्र थाहा भएको छ। आज घमाइलो मौसमसँगै हाम्रो यात्रा रहेको हुँदा सेतो बादल, नीलो आकाश दृश्य अत्यन्तै मनमोहक देखिएका छन्।
त्यो हरियो थुम्का डाँडा त्यहाँ नै हो नवग्रह मन्दिर भएको। दृश्य अत्यन्तै मनमोहक देखिएको छ। हामी बिस्तारै उकालो चढ्दै त्यहाँसम्म पुग्दछौँ। हामी यहाँ आइसकेपछि हामी दायाँ जाने कि बायाँ जाने भनेर हामी एकछिन अल्बममा पढ्छौँ र हामी त्यहाँ केही सोधेर हामी यहाँबाट देब्रेतिर मोडिन्छौँ। यो देखिएको बजार अर्जुन चौपरी बजार हो। यस बजार हुँदै हामी हाम्रो गन्तव्यतर्फ अगाडि बढ्छौँ। बाटोको कठिनाइको कारणले गर्दा हाम्रो सवारी साधन यहीँ राखेर हामी अर्को सवारी साधनमा चढेर हाम्रो गन्तव्यतर्फ अगाडि बढ्ने कुरा हुँदैछ र सोही अनुसार हामी जाँदैछौँ। हाम्रो गन्तव्य स्थल आइसकेको छ। यो नै हाम्रो नवग्रह मन्दिरको प्रवेशद्वार हो। शान्ति तिम्रो तताउनु पर्ने छैन। खोइ खोइ भाइ खोइ दोमा किन्टे कता हराउनु भयो ए हाम्रो यस्तो हुन्छ यो जबरजस्ती हो त कल्पनाभन्दा माथि यो कोही पनि भएन।
ल हिँड हिँड नानीहरू हिँड नानीहरू हिँड यतातिर नवग्रह मन्दिर र यतातिर पञ्चकन्या देवी मन्दिरको माझमा श्री भवानी आदर्श विद्यालय रहेको छ। पक्कै पनि यो दुईटा सुन्दर मन्दिरको बिचमा रहेको यस विद्यालय असाध्यै सुन्दर साथसाथै यहाँको शैक्षिक उन्नति प्रगति पनि पक्कै छ होला। यसको चारैतिर प्राकृतिक छटाले भरिपूर्ण रहेको यस स्थानमा अवस्थित यस विद्यालयको हामी शैक्षिक प्रगतिको अझै उत्तरोत्तर कामना गर्दछौँ। अनि हजुरले के त हजुरको त अर्कै हुन्थ्यो आहा कति राम्रो आइरहेछ।